ल बर्थडे अब सेलिब्रेसन भइसकेको छ अरे ल ह्यापी बर्थडे भइसक्यो अनि यतिको त हुनुपर्छ त बर्थडेलाई त बालै छैन त हेलो एन्ड दर्शन नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला सो हामी पनि बबालै छौँ सो आफ्टर लङ टाइम पछि म चाहिँ युट्युबतिर ब्याक भइसकेको छु सो अब चाहिँ म हप्तामा एक घन्टा भिडियो राख्ने प्रयास पाइले राख्ने अब खुट्टा यस्तै चाहिँ भन्न दिखाउँ फेरि हालै खराब छ फेरि त्यही हो ल हामी चाहिँ अहिले दोकान हिँडिरहेको छौँ भिनाजुरो म टक्कपारामा सो हामी चाहिँ आज चाहिँ हाम्रो के भन्छ अरे छोरीको ह्याप्पी बर्थडे जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु म छोरीलाई पनि सो हाम्रो छोरी दाइको छोरी अब मेरो पनि छोरी भनौँ त्यो हिसाबले फेरि ट्याक्कपारामा अनि आज चाहिँ 1 वर्ष पुग्यौँ त्यसको उपलक्ष्यमा हाम्रो चाहिँ आज सानोतिनो पार्टी रहेको छ सो पार्टी पनि हामी अहिले तपाईँहरूलाई अवलोकन गराउँछौँ अहिलेलाई चाहिँ यसो दोकानतिर सामान ल्याउन जाँदैछौँ भिनाजुरोमा साथीहरू हामी चाहिँ चट्टपारामा सामान किनेर आइसकेको छौँ भिनाजी हुन्छ कस्तो अँधेर आएको हो ल मान्छे गाह्रो भएर हो कि त्यही ल हामी चाहिँ टक्कपारामा सामान किनेर आइसकेको छौँ हामी चाहिँ यहाँ बबाल खालको सिन देखाइदिउँ भनेर हो तपाईँहरूलाई के कस्तो लाग्छ ल कमेन्ट गरौँ ट्याकल लाएर हेर्नु न त्यो आकाश बबाल छ मान्छे बिचारा यहाँ टाउकै निकाल्नुपर्ने अवस्था आइसकेको छ सिन देखाउनको लागि धेरै अग्लो भएर बाँसै हो त अनि बालै छैन त ए बबाल खालको ल त्यही हामी चाहिँ अब घर आउनु लागि घरमाथि छ चट्ट तल छौँ अब चट्ट जान्छौँ त्यस्तो के छ घरको माहौल म अहिले देखाउँछु ल ए बाई बाई हामी चाहिँ घर आइसकेको छौँ दर्शकबिन यो दाइले यहाँ रोटी बेल्दै हुनुहुन्छ देख्न सक्नुहुन्छ हेलो रोटी हैन पुरी हो पुरी हेलो रोटी हैन पुरी हो पुरी अच्छा ल अनि यहाँ हाम्रो भाउजू चाहिँ चट्टपारामा पुरै बोल्दै हुनुहुन्छ ए यतापट्टि छ ल आजको बर्थडे गर्ल यहाँ हुनुहुन्छ स्पेसल चट्टपारामा हेलो हेलो सुन्नु ए मेरो बा मुख त हेर्दा त क्यामेरै फुट्ला जस्तो भयो तिम्रो मुख हेर्दा त अर्जुन सुन अहिले म यहाँ पढा काट्न सो हाम्रो चाहिँ अहिले टक्कपारामा अब मासु काट्दैछौँ चट्ट लाएर सबैजना गइसक्नु भएको छ पडा काटेर अनि हाम्रो टक्क लाएर यस्तै छ सिनहरू उहाँ गाडी बिग्रिरहेछ मान्छेको मुख बिग्रिरहेछ ल त्यही अब चाहिँ हामी टक्कपारामा मासु काट्छौँ त्यसपछि अब डाइरेक्ट बर्थडे सेलिब्रेसन बबाल खालको हान्छौँ त्यसपछि अहिले भेटिन्छ दाजुहरू हामी चाहिँ अहिले टक्कपारामा मासु सासु काटेर अहिले चाहिँ मजाले यहाँ के अरे डेकोरेसन गर्दैछौँ गरेको चाहिँ मैले यहाँ 2 भाइले चाहिँ यसो गरे जस्तो नाटक गरिरहेँ यहाँ चाहिँ मैले बबाल खालको यता मतलब म ऊ भनौँ कि ठेकदार मलाई भनौँ होइन र डेकोरेटर सो म यहाँ चाहिँ त्यो तलको के भन्छ भाडामा आएको भाडा ज्यालामा कति भाइ तिम्रो मेरो 300 रुपैयाँ 300 रुपैयाँ त भन्नु पैसै छैन त्यही ल टक्कपारामा अब हाम्रो चाहिँ डेकोरेसन यस्तै छ नानीको बर्थडे कल अघि नै देखिसक्नु भयो होला सबैजनाले है त ल अब चाहिँ हाम्रो अब नाइट त भएको छैन अहिले पूजेले छ अब टक्कपारामा साँझ भएपछि मजाले रमाइलो गर्नुपर्छ ल त्यही ल बाई बाई भनिदिउँ न च्याप्पा लाएर फेरि भेटौँ ल एकछिनपछि ल दर्शकबिन भर्खर हाम्रो यो कोठा यस्तो भइसकेको छ सो यो कोठा यस्तो बनाउनुको लागि मेन भूमिका हाम्रो दाइको छ बाबा खालको यहाँ हेर्नु कस्तो दामी भइसकेको छ कोठा यी अनि यतिको त हुनुपर्छ त बर्थडेलाई त बालै छैन त ल यस्तो बवाल देखियो ल अब चाहिँ हाम्रो एकैछिनमा कार्यक्रम सुरु हुन्छ नानी सुत्छ होइन उठाउने नि त आत्तो उठाइहाल्ने त ल माया माया मिठो थालै घर भरिको डाँडा माया छोरी पर छोरा
डाँडैको देवी देउराली बाधा जाउँदै झरे है ओराली मै बस्छु सम्झे झल्झली माया यही आँखाइमा माया यही आँखाइमा माया छोरी पर छोरा यही काखमा डाँडैको देवी देउराली माया बात बजाउँदै झरे ओराली मै बस्छु सम्झे झल्झली सबैजना आइसक्नु भएको छ हाम्रो टिमहरू टोलीहरू ल बर्थडे अब सेलिब्रेसन भइसकेको छ टक्क अरे ल ह्यापी बर्थडे ह्यापी बर्थडे भइसकेको छ बालै छैन त अनि त खाइदिइहाल्ने त अनि जसरी भने खाने हो त काटेरै खाए पनि बालै छैन हरि गर्नु छ लाइटरकै माथि बोल्दा खसी असर पर्छ ल अब हावा आउनु सक्छ है हेलो लाइटर खाऊ ल मम्मी यता यता यस्तो बाजीहरू कि यहाँ त कोही पनि नबस्नु ल रोडै होइन अझ आउँदै हुनुहुन्छ भाउजूहरू आउँदै हुनुहुन्छ ल कान्छी भाउजूहरू बाबु नानी आउँछ लाइटर बाबा लाइटर हुन्छ हुन त ल तँ जलाइदिनु नानीले अलिक चिसो बनाउनु क्या ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु कस्तो उल्टो जला हो र यतापट्टि होइन त्यही हो त्यो क्यान्डलले बोल्नु त ह्याप्पी बर्थडे ल ल ल बालै छैन बिकाउँछ क्या पुरै आक्रमणै होला जस्तो छ त अनि ल अनि उता गयो त अनि के भयो यो यिनलाई पनि यति खुवाइदिनु त नानीलाई नानी आउँछ पाल्न आउँछ नदेऊ न बर्थडे त यता हो त्यही पनि यता पनि गयो ठिकै छ ल ल ल ल अब सुरु ह्याप्पी बर्थडे साई सर बर्थडे त हो तर यहाँ कता कति होला नामै थाहा छैन होला नानीको बालै छैन फेरि अब ठ्याक्कै थ्री हाउस फ्यामिली हो यो मिलाएर बुझ्नु भयो तिनवटा घरको हामी त सब परिवार हो कि भरसम्म पैसा झरेको थियो भर गिफ्टै आयो ल नक्कलीलाई निल लगाइसक्यो क्या चिमेर भइसकेको छ नि ल अब ह्याप्पी बर्थडे भन्ने केही खै कुराकानी केही जास छँदै छैन भने भनौँ ह्याप्पी बर्थडे भनौँ न ल ह्याप्पी बर्थडे जति चाहिँ मै मात्रै है अब ज्ञान त नि ल ठिकै छ आज के गर के खानु मन लाग्छ जुन गीत नगाइदिनु भयो त अब चाहिँ हामी सब कपडामा अब चाहिँ खाना खाँदैछौँ बर्थडे पनि अब सेलिब्रेसन भइसक्यो इद पनि भइसक्यो अब चाहिँ हामी सब खाना खाँदैछौँ देख्न सक्नुहुन्छ यो चाहिँ पुडी रोटी अब के थियो अचार मासु अब के हो यो मासु चाहिँ पाडाको मासु अनि यहाँ खाँदै हुनुहुन्छ अनि बाहिर चाहिँ हाम्रो बाबाहरूले खाँदै हुनुहुन्छ त्यही ल